परमेश्वरले तपाईँ र मलाई जहिले पनि हेर्नुहुन्छ। परमेश्वरले तपाईँ र मेरो बिचमा यस्तो एउटा व्यक्ति खोज्नुहुन्छ जो चाहिँ तपाईँ र मेरो लागि एउटा धाँधोको रूपमा। तपाईँ र म श्रीमान श्रीमती, तपाईँको परिवार, तपाईँ एउटा समाजमा हुनुहुन्छ, तपाईँको साथी सङ्गतको बिचमा, तपाईँको जागिरको एरियामा तपाईँ र म धाँधो हुन आवश्यक छ। धाँधो भन्दै गर्दाखेरि यहाँनिर विश्वासमा अडिने मात्रै होइन, त्यो समयको यो पुस्तकमा तपाईँले पढ्दै गर्नुभयो भने नि विश्वासमा उभिने त परै जाओस्, यो चाहिँ पाप हो भनिदिने व्यक्ति पनि पाएको थिएन। धाँधोमा उभिदिने मान्छेले चाहिँ नि, हामी कतिचोटि धाँधो भन्दै गर्दा प्रार्थना गर्ने व्यक्ति पक्का हो, धाँधोमा उभिदिने व्यक्तिले प्रार्थना चाहिँ गर्छ, तर एउटा कुरो, धाँधोमा उभिदिने व्यक्तिले नि प्रार्थना मात्रै गर्दैन, पापलाई चाहिँ पापै भन्छ, पाप हो भनेर भन्दछ। अनि यस्तो यो समयमा छौँ हामी, तपाईँ र मेरो निम्ति चाहिँ आज तपाईँ र मेलाई परमेश्वरले, प्रभु यीशुले जसरी एउटा धाँधो भएर हामीलाई जीवन दिनुभएको छ। तपाईँद्वारा नि तपाईँको श्रीमान बाँच्दैछ, तपाईँद्वारा नि तपाईँको आफन्त बाँच्दैछ, तर तपाईँ र म त्यो बिचको धाँधो हौँ। तपाईँको परिवारमा तपाईँ धाँधो भएर उभिनु भएको छ।